तपाईहरुलाई म आज नेपालको राजनीतिक क्षेत्रमा र कूटनीतिक क्षेत्रमा सबैभन्दा बढी प्रयोग भएको शब्द खम्पा विद्रोह र यो खम्पा रिबेलियन कसरी भएको थियो, कहाँ भएको थियो र कति सालमा भएको थियो र त्यसले नेपालको भू राजनीति र विश्व जियोपोलिटिक्समा कस्तो असर गर्यो त भन्ने विषयमा बताउन गइरहेको छु है मैले है। र सम्भवतः अहिले सबैभन्दा बढी चलेको नाम हो खम्पा विद्रोह। खम्पा विद्रोह कसरी भयो भन्दाखेरि जब 1959 मा दलाई लामाले तिब्बत छोडे, जब चाइनाको तिब्बतमाथि कब्जा भइरहेको थियो र त्यसपछि दलाई लामाले तिब्बत छोडेर इन्डियामा गएर, भारतमा गएर उनले तिब्बत स्वशासित सरकारको घोषणा गरे र त्यसपछि तिब्बतको खाम क्षेत्रका बासिन्दाहरू जसलाई खम्पा भनिन्छ र खम्पाहरूलाई सिआइएले र भारतीय इन्टेलिजेन्स निकाय रले संयुक्त तालिम र सामरिक सहयोगहरू, हतियारहरू बन्दोबस्त गरेर नेपालको मनाङ मुस्ताङमा सिआइए र रले खम्पा तालिम प्राप्त खम्पा विद्रोहीहरूलाई झारिन्थ्यो र त्यसपछि नेपालको मुस्ताङ क्षेत्रदेखि लिएर पूर्वदेखि पश्चिम हिन्द कुश क्षेत्र पहाडी बेल्टमा बाट चाइना विरुद्ध विद्रोह भइरहेको थियो र त्यतिखेर नेपाली जनताहरूले शास्ति पाइरहेका थिए र खम्पाहरूको चाइना विरुद्धको विद्रोहमा गुरिल्ला तिब्बती रिबेलियनहरूले, गुरिल्लाजहरूले नेपाली किसानहरूलाई पनि दुःख दिइरहेका थिए। स्थानीय किसानहरूको बाख्रा, भैँसी, भेडा काटेर खाने गर्दथे र विशेष त उनीहरूको लडाइँ भनेको स्वतन्त्र तिब्बत अटोनोमसको लागि नै थियो र चाइना विरुद्ध लडाइँ भइसकेपछि चाइनिज सरकारले तत्कालीन नेपालका हिजमेदेस्ती किङ वीरेन्द्रलाई सन्देश पठायो कि तिमीहरूले खम्पा विद्रोहहरूलाई डिसआर्मिङ गर, होइन भने हामीले स्वतः चाइनिज सेना पठाएर खम्पा विद्रोहहरूलाई डिसआर्मिङ गरिन्छ, निशस्त्रीकरण गरिन्छ र यदि यो कुरा नेपाल सरकारको अवधारणा के छ भनेर प्रश्न पठायो र नेपाल सरकारका त्यतिखेरका राजा थिए, राजा वीरेन्द्रको सोच, कूटनीतिक चातुर्यता र नेपाली सेनाको अदम्य साहसद्वारा खम्पाका लडाकाहरूलाई निशस्त्रीकरण थियो र स्वतः कमान्डर वाङदीलाई नेपाली सेनाले समातेर मारिदियो र त्यसपछि धेरै वर्षमा खम्पाहरूको रजगज छुट्यो। नेपाल शान्ति